डरलाग्दो रूपमा चाहिँ आत्महत्या चाहिँ बढिरहेको चाहिँ छ। र अर्को कुरा हाम्रो दुर्व्यसनी हैन, साथीहरूसित चाहिँ रमाइलो गर्ने न्युमा, इन्टरटेनमेन्टको नाममा या विविध कारणले गर्दाखेरि उनीहरू लागु पदार्थमा दुर्व्यसनी भएका चाहिँ छन्। त्यसलाई चिर्ने कसरी त? यो त नगरपालिकाको पनि जिम्मेवारी हो। आफ्नो नगरका बालबालिकालाई, युवाहरूलाई, जनतालाई स्वास्थ्यकर जीवन प्रदान गर्नु पनि नगरपालिकाको जिम्मेवारी हो। हामी स्वस्थ भइकन हाम्रो आत्महत्या चाहिँ हामी रोकेर या मानसिक तनावबाट मुक्त गर्न सकियो भने तब सक्षम नागरिक होला। त्यो सक्षम नागरिकले समाजमा रूपान्तरण गर्न सक्ला, आफ्नो जीवनमा परिवर्तन गर्न सक्ला भन्ने हेतुले हामीले यो कार्यक्रम राखेका चाहिँ छौँ। आज स्पेशल तपाईँहरूलाई हामीले टक भनेका चाहिँ थियौँ, तर हामीले मिनी टक 3 दिनको मिनी टक भनेका चाहिँ छौँ। विविध कारणले गर्दाखेरि तपाईँलाई हामीले 5 दिनसम्म चाहिँ राख्न नपर्ने, हाम्रो आर्थिक कारणले गर्दा पनि हामीले 5 दिनसम्म चलाउन सकेका चाहिँ छैनौँ। तसर्थ तपाईँलाई हामीले मिनी टक भनेर चलाएका चाहिँ छौँ। बेसिक रूपमा नलेजको रूपमा तपाईँहरूलाई हामीले यो तालिम प्रदान गर्छौँ र यो तालिमका माध्यमबाट तपाईँहरूले आफ्नो स्कुलमा आफ्ना ती विद्यार्थीहरूलाई तपाईँले आफ्नो ज्ञान सेयर गर्नुहुनेछ भने हाम्रो क्लबबाट वाडाबाट आउने साथीहरूलाई पनि हामीले के विनम्रतापूर्वक अनुरोध गर्छौँ भने तपाईँहरू पनि वाडासित सहकार्य गरेर त्यो तपाईँहरूको जिम्मेवारी पनि बोकाएर पठाउँदैछौँ कि हामी तपाईँहरूलाई। शिक्षकहरूलाई चाहिँ विद्यालयमा, युवा साथीहरूलाई वाडामा र क्लबबाट रिप्रेजेन्ट गर्न आउने साथीलाई क्लबबाट हामीले यो कार्यक्रम गर्नुहुनेछ भन्ने एउटा आशाका साथ पनि हामीले यो कार्यक्रम गर्न गइरहेका चाहिँ छौँ। खर्च त्यति धेरै आउँदैन, चियाहरू खुवाएर पनि हामीले स्कुलमा हामीले चाहिँ विभिन्न कार्यक्रम चाहिँ छ। अहिले मेरो आफ्नो पनि प्रेजेन्टेसन छ, त्यसमा म राखौँला। सानसानो कार्यक्रमबाट हामीले जोड्न सक्छौँ। हामीले यहाँ 45 जना साथीहरूलाई जोड्ने भनेका चाहिँ छौँ। केही साथीहरू आउँदै हुनुहुन्छ होला। हेर्दाखेरि हामी 45 जना चाहिँ छौँ, तर हामी 21 वटा स्कुललाई रिप्रेजेन्ट गर्छौँ। 21 वटा विद्यालय, मावि तहका विद्यालय भन्दाखेरि कति धेरै हुनुहुन्छ होला। हामी वाडालाई जोडिरहेका चाहिँ छौँ। ती वाडाका साथीहरूलाई सित पुग्दाखेरि चाहिँ कतिजना धेरै हुनुहुन्छ होला। या क्लबका माध्यमबाट जोड्दाखेरि हामी 45 जनादेखि 50 जनाको रिप्रेजेन्टबाट हामी चाहिँ हजारौं विद्यार्थीसित, हजारौं युवाहरूसित पुगेर यी समस्या खोजेर समाधान गर्ने तर्फ चाहिँ हामी अगाडि बढिरहेका चाहिँ छौँ। हामीसित डाक्टर विज्ञ हाम्रो विनोद सर पनि हुनुहुन्छ, उहाँले 2 दिन सेसन दिनुहुने चाहिँ छ।